मेरा सम्पूर्ण विद्यार्थीहरुमा नमस्कार अनि स्वागत छ मेरो आजको यस भिडियोमा कक्षा 10 लाई फोकस गरेर मैले यो मध्यक कसरी निकाल्ने भन्ने कुरा सिकाउँछु र मध्यकको मतलब यहाँनिर हामीले यसलाई औसत पनि भन्ने गर्छौं। मध्यकलाई हामी औसत पनि भन्छौं र इंग्लिशमा यसलाई हामीले मीन भन्छौं या एभरेज भन्ने गर्छौं हैन। र यो ठ्याक्क हामीलाई चाहिँ म्याथमेटिक्समा सोध्ने गर्छ। इकोनोमिक्स पढेका विद्यार्थीहरुले इकोनोमिक्समा सोध्ने गर्छ र ओपीटी म्याथ पढ्दै गरेका विद्यार्थीलाई ओपीटी म्याथमा पनि सोध्ने गर्छ। यो बहुत महत्त्वपूर्ण टपिक छ र एकदम धेरै सजिलो छ। अलिकति फर्मुला जान्ने र अलिकति क्याल्कुलेसन गर्न जान्ने हो भने यो मजाले गर्न सकिन्छ। र यसमा हामीसँग तीनटा फर्मुला छ। एउटा फर्मुला हाम्रो के छ भन्दाखेरि मध्यक x बार ले हामी संकेत गर्छौं। त्यो भनेको सिग्मा x बटे n भन्ने हुन्छ। दोस्रो फर्मुला x बार भनेको सिग्मा fx बटे n भन्ने हुन्छ। र तेस्रो फर्मुला जसलाई हामीले x बार बराबर सिग्मा fm बटे n भन्ने हुन्छ। त्यसरी चाहिँ यो हामीले चाहिँ तीनटा सूत्र मध्ये एउटा सूत्र प्रयोग गरेर यो निकाल्ने गर्छौं। र तथ्याङ्क तीन प्रकारको हुन्छ। त्यही तथ्याङ्क अनुसारको जस्तो मान लिनुस् यो वाला हिसाबमा हामीले पहिलो कति बेला प्रयोग गर्ने भन्दा हामीले व्यक्तिगत श्रेणी भन्छौं। यसलाई हामीले खण्डित श्रेणी भन्छौं र यसलाई हामीले अविच्छिन्न अथवा निरन्तर श्रेणी भन्छौं। यो तथ्याङ्कको टाइप हो। अब व्यक्तिगत कस्तो हुन्छ भन्दाखेरि जस्तो मान्यौं x बराबर 4 6 8 10 12 यस्तो टाइपको तथ्याङ्क दियो। त्यसलाई हामीले व्यक्तिगत भन्छौं। एक एक जनाको अलग अलग नम्बर दिएको भन्ने हुन्छ। जस्तो कुनै विद्यार्थीले चाहिँ 4 अंक प्राप्त गर्यो, अर्को विद्यार्थीले 6 अंक प्राप्त गर्यो, अर्को विद्यार्थीले 8 अंक प्राप्त गर्यो, अर्कोले 10 प्राप्त गर्यो, अर्कोले 12 प्राप्त गर्यो। यसको मतलब हैन यो चाहिँ हाम्रो व्यक्तिगत हुन्छ। र व्यक्तिगत वालाको लागि हामी के गर्छौं यो सूत्र प्रयोग गर्छौं पहिलो नम्बर वाला। अर्थात यो सबैलाई हामी जोड्दाखेरि यो हुन्छ सिग्मा x। त सिग्मा x भने यसलाई जोड्ने अनि जोडेपछि कति हुन्छ 6 4 10 8 18 6 4 10 10 20 12 20 40 हुने भयो यो सिग्मा x। क्याल्कुलेटर प्रयोग गर्नु होला, यसमा कुनै टेन्सन छैन है। र यो काउन्ट गर्ने कतिवटा छ 1 2 3 4 5 त n बराबर 5 वटा भयो। 5 जना विद्यार्थीको अलग अलग नम्बर दिएको छ। यसको मतलब अब यस्तोमा हामीले के गर्छौं भन्दाखेरि मध्यक यसको कति हुन्छ भन्दाखेरि त सूत्र लगाउँछौं सिग्मा x बटे n। त यो हुन जान्छ 40 बटे 5। त यो काट्यो भने तपाईले क्याल्कुलेटर युज गर्नु होला। त्यसको औसत अथवा यसको मध्यक भनेको यो 8 आउने भयो है। त यो हाम्रो व्यक्तिगत श्रेणी हुने भयो। त्यस्तै गरी हामीलाई तालिका दिएको हुन्छ। कहिलेकाहीँ तालिका दियो भने यस्तो गर्ने जस्तो मतलब यो मान लो विद्यार्थीको प्राप्ताङ्क हो, विद्यार्थीको प्राप्ताङ्क हो, यो संख्या हो र प्राप्ताङ्कमा हाम्रो मान लो 10 बाट सुरु छ। 10 ल्याउने विद्यार्थी, 20 ल्याउने विद्यार्थी, 30 40 50 मान लो 60 अंकमा परीक्षा भएको थियो। त्यसमा 10 नम्बर ल्याउने 4 जना विद्यार्थी थिए, 20 नम्बर ल्याउने 5 जना थिए, 30 नम्बर ल्याउने 6 जना थिए, 40 नम्बर ल्याउने 4 जना भेटिए, 50 नम्बर ल्याउने चाहिँ मान लिनुस् 3 जना भेटिए र 60 नम्बर ल्याउने मान लिम 3 जना थिए। यो तथ्याङ्क भयो भने हामीले चाहिँ खण्डित श्रेणी भन्छौं यस्तोलाई। र यसको लागि हामीले तालिका बनाउनु पर्छ। र तालिका हाम्रो हुन्छ पहिला x हुन्छ, त्यसपछि f हुन्छ। यो पहिलोलाई हामी x भन्छौं, दोस्रोलाई हामी f भन्छौं हैन। त x 10 20 30 40 50 र 60 भन्ने छ हाम्रो हैन। f मा दिएको छ 4 5 6 4 3 अनि 3 भन्ने छ। यति गरेपछि हामी यो दुईटालाई गुणा गर्छौं f इन्टु x भन्नको लागि है। त यो हुन जान्छ हाम्रो तालिका। अब यसमा हामी गुणा गरौँ। क्याल्कुलेटरको प्रयोग गर्न सक्नुहुन्छ मजाले। त 10 चौको 40 अनि 20 पंचे 100 अनि 6 त्रिक 18 भनेपछि 180, 4 चौको 16 160, 5 तिया 15 150, 6 त्रिक 18
180। यसलाई जोड्ने, यसलाई जोड्यो भने n प्राप्त हुन्छ। जस्तो 3 3 6 4 10 10 20 5 25 भइरहेछ यो हैन जोड्ने। अनि यसलाई जोड्यो भने यो fx हो, त्यसको योगफल भनेको सिग्मा fx हो। सिग्मा fx भनेलाई त्यो जोड्दा के हुन्छ? 0 0 0 0 0 जोड्दा 0 हुन्छ। 8 6 14 अथवा 8 5 13 13 6 19 19 20 28 4 32 32 को 2 हात लाग्यो 3 3 1 4 1 5 1 6 1 7 भनेपछि 720 हुने भयो। अब यसपछि हामी के गर्छौं भन्दाखेरि मध्यक निकाल्छौं। मध्यक x बार भनेको यसमा हाम्रो फर्मुला छ सिग्मा fx बटे n। त सिग्मा fx को मान यहाँ आएको छ 720 भनेर भागा n को मान आछ 25 भनेर। अब यसलाई हामीले भाग गर्न पर्छ। यसको लागि अब हामीले क्याल्कुलेटरको प्रयोग गरौँ। त यसको मान आइराखेको छ 28.8 भनेर। त यो त्यसको औसत अंक हुन्छ, एभरेज सरी औसत अंक हुन्छ, एभरेज नम्बर हुन्छ है। अब तेस्रो प्रकारको जुन हाम्रो तथ्याङ्क छ, तेस्रो टाइपको तथ्याङ्क भनेको त्यसलाई हामीले अविच्छिन्न श्रेणी भनेको। त्यसमा मानले यो प्राप्ताङ्क हो हैन, र त्यसपछि चाहिँ यो संख्या हो। त प्राप्ताङ्कलाई हामीले x भन्छौं, संख्यालाई f भन्छौं। यो मानले दिएछ 0 देखि 10 10 देखि 20 सम्म छ मान्नुहोस् है। र यो भइसकेपछि अब जस्तो 0 देखि 10 भन्दा कम अंक ल्याउने मान 6 जना छन्। 10 देखि 20 भन्दा कम नम्बर ल्याउने मानले 5 जना छन्। 20 देखि 30 भन्दा कम नम्बर ल्याउने मानले 4 जना छन्। 30 देखि 40 भन्दा कम नम्बर ल्याउने मानले यहाँ कति जना छन् त? मानले 5 जना छन्। अनि 30 40 देखि 50 भन्दा कम नम्बर ल्याउने 3 जना, यो 2 जना। यसै तथ्याङ्कको एक्जाम्पल मात्रै हो। यस्तो केसेसमा हामीले गर्दाखेरि के गर्छौं भन्दा यसको लागि त पहिला हामी यसलाई तालिका बनाउँछौं। त्यसको तालिका बनाउँदाखेरि पहिला हामी x लेख्छौं, त्यसपछि f लेख्छौं हैन। x भनेको यो प्राप्ताङ्क हो जो कि 0 देखि 10 10 देखि 20 20 देखि 30 30 देखि 40 40 देखि 50 र 50 देखि 60 रहेको छ। र यो भनेको 6 5 4 5 3 2 छ। अब यसमा हामी नयाँ कुरा के गर्छौं भन्दाखेरि यो जुन हाम्रो x दिएको छ 0 देखि 10 को यसको मध्यबिन्दु निकाल्छौं। मध्यबिन्दु माने m। र m निकाल्ने सबभन्दा बेस्ट तरिका के छ भन्दाखेरि यसमा हामी क्याल्कुलेटरको युज गर्छौं। र क्याल्कुलेटरको युज गर्दाखेरि यो दुईटालाई जोड्ने अनि 2 ले भाग गर्ने। मतलब सीधा सीधा अर्थमा हामी के गर्छौं कि जस्तो 0 मा 10 जोड्ने बराबर गर्ने अनि 2 ले भाग गर्ने। बराबर किन गर्ने? कहिलेकाहीँ गडबड हुन सक्छ। त यो 5 भयो। अब त्यसपछि यो 20 मा 10 जोड्दा 30 हुन्छ, 30 को आधा 15 हुन्छ, 30 20 50 50 को आधा 25 हुन्छ, 40 70 70 को आधा 35 हुन्छ, 50 40 90 90 को आधा 45। क्याल्कुलेटर युज गर्नु है त। अनि 50 मा 60 गर्दा 110 त्यसको आधा 55 हुन्छ हैन। अब हामी के गर्छौं? त यो f र m लाई गुणा गर्छौं अनि त्यो प्राप्त हुन्छ fm। fm प्राप्त हुन्छ। के प्राप्त हुन्छ? fm प्राप्त हुन्छ। गुणा गरौँ। जस्तो 6 पंचे 30 क्याल्कुलेटर युज गर्नु होला, दिमागले काम गर्न भने 15 पंचे 75 अनि 25 चौका 100 अनि त्यसपछि 35 पछि 5 पछि 25 को 5 5 3 15 15 2 17 175 3 पछि 15 3 चौको 12 13 135 आयो अनि 55 गुणा 110 आयो। अब यो fm लाई हामी जोड्यो भने त्यो प्राप्त हुन्छ सिग्मा fm। र यो f लाई जोड्यो भने यो प्राप्त हुन्छ n भनेर है त। अब यसलाई जोडौं कति हुन्छ? 5 5 10 5 15 15 को 5 हात लाग्यो 1 अनि त्यसपछि यता 1 1 2 3 5 7 5 12 अनि 12 3 15 15 7 22 22 को 2 हात लाग्यो फेरि 2 त्यो 2 1 3 1 4 1 5 1 6 6 से 25 आइराछ। र यहाँ भनेको 3 5 10 10 20 5 25 फेरि 25 आछ। 25 मा लगाउने लास्ट लटिन्छ। यो मध्यक निकाल्दाखेरि यसको मध्यक x बार भनेको सिग्मा fm बटे n। त सिग्मा fm भनेको चाहिँ यहाँ हाम्रो 625 दिएको छ, n भनेको यहाँ 25 रहेको छ। अब यसलाई काट्यो मतलब भाग गर्न पर्यो। त 25 पछि 125 पछि भनेपछि सायद 5 पछि 25 आउँछ क्या हो। यस्तो 625 भागा 25 गर्दाखेरि ट्याक्क उत्तर कति आयो त 25। सो यो हाम्रो मध्यक निकाल्ने 3 तरिकाहरू छन् र 3 तथ्याङ्क छन्। 3 तथ्याङ्कको अनि 3 प्रकारले हिसाब गरियो। भिडियो कस्तो लागेको छ कमेन्ट सेक्सनमा आफ्नो अनुभव विचार लेख्नु होला। भिडियो मन पर्छ भने लाइक गर्नु होला, साथीहरुसँग शेयर गरिदिनु होला। मेरो च्यानल जुन छ टार्गेट यासी त्यसलाई सब्स्क्राइब गर्नु होला। थ्यांक यू भेरी मच फर वाचिङ।